अध्यक्षज्यू आदरणीय माननीय सभासद सुमना श्रेष्ठजीलाई पनि हामीले अभिनन्दन विशेष अनुरोध गर्न चाहन्छु। पत्रकारद्वारा पत्रकार हाम्रो आउट कलेक्सन 22,000 नेपाली घटाएर 1650 22 घटाएर 1650 भ्रष्टाचारको विरुद्ध विद्रोहको झुन्ड बोकेर यो भारत पानी नबनिकन उपस्थित हुनुभएका तमाम देशभक्तहरूमा बलिदान गरेका दिदीबहिनीहरूमा सर्वप्रथम म मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमन गर्न चाहन्छु। उपस्थित आफ्नो बलिदान गरेका दिदीबहिनीहरू हामीलाई थाहा छ विगत 6 वर्षदेखि हामी यस्तै हामी निरन्तर खबरदारी गर्दै आइराखेका छौँ। तर म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु गुलमान घिसिङलाई पटक पटक बर्खास्त गर्ने दलालहरूको विरोधको निम्ति आज हामी तेस्रो पटकको सङ्घर्षको मैदानमा छौँ। हामी यो सङ्घर्षको मैदान आज यो झुल्को यो गर्ने सम्मान केही सय युवाहरू मात्रै देख्नुभयो होला, तर यो युवाहरू हजारौँ युवाहरूको टोली बोकेर यहाँ माइती गरेरदेखि बानेश्वरसम्म आउनु भएको छ। यस्तै यो गुलमान घिसिङको पुनर्बाली यदि हुँदैन भने भोलिदेखि हामी निरन्तर रूपमा यो शक्तिलाई यो आन्दोलनलाई शक्तिमा परिवर्तन गरेर दलालहरूको सुरक्षाको निमित्त यहाँ सहयोगमा यो खडा गर्नुभएको छ। म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु यो प्रहरीको यो घेरा मात्र होइन, यो युवाहरू यतिसम्म जागिसकेका छन्। तपाईँहरूका बलवटार तपाईँहरूका सिंहदरबार र तपाईँहरूका संसदमा छाडेर युवाहरू भित्र बस्न तयार छन्। म साथीहरूलाई तपाईँहरूको लागि पनि आग्रह गर्न चाहन्छु। हामी यो कार्यक्रममा औपचारिकतातर्फ अगाडि बढाउँदैछौँ। कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनको निमित्त धेरै सामाजिक अभियन्ताहरू यहाँ उपस्थित भइसक्नु भएको छ। यसै गरी कार्यक्रमलाई एकदम मध्यता जाहेर गर्नको निमित्त राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठजी आइसक्नु भएको छ। म माननीय सङ्घज्यूलाई यहाँ अगाडि आइदिनु हुनुको निमित्त पनि हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रमलाई अगाडि बढाउनको निमित्त आफ्नो सम्पूर्ण पत्रकार साथीहरू हामी कार्यक्रमलाई अब औपचारिक रूपमा समापन गर्ने हामी तयारी गरिरहेका छौँ। र त्यसै क्रममा आफ्नो सार्वजनिक मन्तव्य राखिदिनुको निमित्त सामाजिक अभियन्ता युवाहरूको आवाज बोकेर निरन्तर रूपमा सङ्घर्षमा हुने मुख्य सामाजिक अभियन्ता अर्जुन पौडेलजीलाई आफ्नो छोटो सार्वजनिक मन्तव्यको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। पत्रकार साथीहरू, हाम्रो कार्यक्रम अब औपचारिक रूपमा सुरु हुँदैछ। सोही कारणले गर्दा कृपया गाडी पछाडि आइदिनु हुन विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु र माननीय सुमना श्रेष्ठज्यूलाई पनि सम्भव भएसम्म यहाँ आएर आफ्नो विचार व्यक्त गरिदिनु हुन विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। धन्यवाद। कहिले अन्त्य हुने धेरै धेरै धन्यवाद। अब मन्तव्यको क्रममा म अखिल क्रान्तिकारीका अध्यक्ष विजय सापकोटाज्यूलाई कृपया मञ्चमा आएर आफ्नो विचार अभिव्यक्त गरिदिनु हुन विनम्र अनुरोध छ। अखिल क्रान्तिकारीका अध्यक्ष विजय सापकोटाज्यू।
साथीहरू मात्रै स्वीकार गरिरहेको छ रोग चलिरहेको छ हिरो बाँसुरी बजाइरहेको छ आज केपी ओली दुर्मुसे यो देशको उज्यालो नेपाल बनाउने अभियानमा कुशल व्यवस्थापकलाई बर्खास्त गरिरहेको छ बस्छ स्कालको जग्गा लुटालाई मन्त्रीको कुर्सीको आसन गरेर गुरुमान घिसिङलाई बर्खास्त गरेको छ यो भन्दा पीडित कार्य यो भन्दा अपराधिक कार्य केही हुन सक्दैन त्यसको घोर उन्नति गर्न सक्ने हामीले भनिरहेका छौँ हो तपाईँलाई उज्यालो मन पर्दैन हो तपाईँलाई परिवर्तन मन पर्दैन हिजो गणतन्त्र पनि मन पर्दैन र गणतन्त्र आउन भन्दा बरु भर काँडामा चढेर अमेरिका पुगिन्छ भन्दै आज तपाईँले भन्दै हुनुहुन्छ गुरुमान घिसिङ होइन चाहिन्छ भन्दै गुरुमान घिसिङमा कारबाही गर्नुहुन्छ यसको हिसाब हुनेछ कर्मचारीहरू वासियर सम्पूर्ण प्रगतिशील यसको युवाहरू तपाईँको कर्मचारी परमविरुद्ध सडकमा हुनेछ हामीलाई विश्वास हुन्छ 4 महिनापछि गुरुमान घिसिङ आफै